ओके, हाम्रो चाहिँ युनिट 4 पढिरहेको थियौँ हामीले। अब धेरै बाँकी छैन युनिट 4 मा, अलिकति पढेपछि सकिन्छ। General strategies for efficient cube computation. Following are the general optimization techniques for the cube efficient computation of data cubes. First strategy, optimization technique 1, sorting, hashing, and grouping. Sorting, hashing, and grouping operations could be applied to the dimension attributes in order to reorder and cluster related tuples. In cube computation, aggregation is performed on the tuples that share same set of dimension values. For example, to compute total cells by branch, day, and item, it is more efficient to sort tuples or cells by branch and then by day, and then group them according to the item name. Okay, के भनेको हो भन्दाखेरि यहाँ हाम्रो cube, before computing the cube, it is good to sort or hash the data values. जुन हाम्रो क्यूब कम्प्युटेसन गर्ने भनेकै के हो? क्यूब प्री कम्प्युट गर्ने भनेकै ग्रुपिङ गर्ने नै हो अर्को टर्ममा, हैन? बट ग्रुपिङ गर्नुभन्दा पहिला चाहिँ हामीले सर्टिङ ह्यासिङ गर्यौं भने क्यूब कम्प्युटेसन चाहिँ फास्ट हुन्छ क्या। अब कसरी हुन्छ होला भन्ने कुरा हुन्छ जुन, हैन? जस्तो त्यहाँ एउटा एक्जाम्पल छ हाम्रो, हैन? अनि अरु कुनै एक्जाम्पल पनि हुन सक्छ। लेट्स से हामीले चाहिँ हामीसँग चाहिँ एउटा डेटा छ, हैन? 3D डेटा हामीले लिइरहेको थियौं, हैन? सिटी, मन्थ, हैन? सेल्स अमाउन्ट, यस्तो डेटा छ भन्ने हामीले कन्सिडर गरिरहेको थियौं। हिजो पनि यही डेटा कन्सिडर गरेका थियौं हामीले। आज पनि म सेम डेटा कन्सिडर गर्दैछु, हैन? KTM जनवरी, धनगढी जनवरी, धेरै डेटा लिँदैन हैन? KTM फेब्रुअरी, पोखरा फेब्रुअरी, DHN फेब्रुअरी, KTM मार्च, पोखरा मार्च, यो टाइपको डेटा छ मसँग है। अब यस्तो डेटा छ भने
अब यो डेटाको चाहिँ मैले ग्रुपिङ गर्ने भनेको जस्तो फर एक्जाम्पल मैले सिटी वाइज समरी, मन्थ वाइज समरी हैन, अनि क्वार्टर वाइज समरी मेबी हुन सक्छ हैन, निकाल्न पर्ने हुन सक्छ। अब यहाँ मैले सिटी वाइज समरी निकाल्दैछु फर एक्जाम्पल, लेट्स कन्सिडर सपोज वी वान्ट टु कम्प्युट सिटी वाइज समरी। न यसमा चाहिँ सिटी वाइज समरी निकाल्नु छ भने बिफोर कम्प्युटिङ द सेल डाइरेक्टली यो डेटामा समरी हामीले ग्रुप बाई लगाउनु भन्दा इट इज गुड टु सर्ट द डेटा अन द बेसिस अफ सिटी, सिटीको बेसिसमा सर्ट गरेर अब हाम्रो किन सर्ट गर्ने भन्ने कुरा पनि बुझ्नु पर्यो फेरि। हुन त हुन्छ यहाँ सर्टिङको हैन, ओके। अब यसमा चाहिँ हामीले यसरी सर्ट गर्यौं भने हाम्रो धनगढीको डेटा एक ठाउँमा आयो, काठमाडौँ जतिको डेटा अर्को ठाउँमा गयो, पोखरा जतिको डेटा अर्को ठाउँमा गयो। अब यसको चाहिँ हामीलाई फाइदा ग्रुपिङ गर्दाखेरि के हुन्छ त भन्दाखेरि अप्टिमाइजेसन टेक्निक हो त यो त हैन। अब ग्रुपिङ गर्दाखेरि त अब हाम्रो सिटी वाइज समरी निकाल्दाखेरि त धनगढीको यो तीनटैको सम निस्किने हो नि, काठमाडौँको पनि यो तीनटाको सम निस्किने हो, पोखराको पनि यो तीनटाको सम निस्किने। डेटा एकै ठाउँमा भयो भने जस्तो मैले सिटी वाइज समरी निकाल्दाखेरि एउटा सिटीको डेटा एउटै ठाउँमा भयो भने नम्बर अफ डिस्क रिड राइट अपरेसन्स कम हुन्छ क्या। एउटै डिस्क जस्तो थोरै डेटा छन् भने त एउटै डिस्क आइओमा सबै डेटा रिड हुन्छ। अलि धेरै डेटा छन् भने पनि जस एकै ठाउँमा डेटा छ भने नम्बर अफ डिस्क आइओ पनि थोरै हुन्छ, नम्बर 1 कुरा। नम्बर 2 कुरा सिक अपरेसन पनि हुँदैन, मल्टिपल डिस्क आइओ हुनु पर्यो भने पनि एकै ठाउँमा डेटा छ नि त, सिक अपरेसन गरिराख्नु परेन नि त। हाम्रो डिस्कको हेड चाहिँ एक ठाउँबाट अर्को ठाउँ डेटा खोज्दै सिक गर्नु परेन नि त। जस्तो मेरो यो धनगढीको डेटा एक ठाउँमा नभएर डिफरेन्ट ठाउँमा छरेर बसेको भए त के हुन्थ्यो हामीलाई, फर्स्ट अफ अल त एउटा डेटाको लागि हामीले डिस्क आइओ गर्नु पर्थ्यो, सिस्टमले नम्बर अफ डिस्क आइओ हेभिली इन्क्रिज भएर जान्थ्यो, अनि त्यसमा पनि सिक अपरेसन त फेरि झन् धेरै गरिराख्नु पर्थ्यो डिफरेन्ट ठाउँमा डेटा छुट्टिएर बस्दाखेरि चाहिँ। त्यसले गर्दाखेरि सिस्टमको पर्फर्मेन्स स्लो भएर जान्छ। डिस्क आइओ इज द स्लोएस्ट पर्फर्मेन्स, स्लोएस्ट अपरेसन, सबैभन्दा स्लोएस्ट अपरेसन नै त्यही हो हामीले काम गर्दाखेरि। त्यो भएको हुनाले यसरी हामीले सर्टिङ जस क्लस्टर एक ठाउँमा गरेर रिलेटेड डेटाहरूको क्लस्टर एक ठाउँमा राख्ने क्या। त्यस्तो भयो भने चाहिँ हाम्रो फास्ट हुन्छ क्युब कम्प्युटेसन, किनभने रिलेटेड डेटाहरू सबै एक ठाउँमा पाइयो भने अनि थोरै डिस्क आइओ हुन्छ, थोरै डिस्क आइओ भन्यो भने हाम्रो फास्ट भइहाल्छ। Optimization technique 2, simultaneous aggregation and
caching intermediate results. In cube computation, it is efficient to compute higher level aggregates from previously computed lower level aggregates rather than from base fact table. Moreover, simultaneous aggregation from cached intermediate computation result may lead to the reduction of expensive disk I/O operations. For example, to compute cells by branch, we can use the intermediate results derived from the computation of a lower level cuboid such as cells by branch and month. Okay. यो के भनेको हो भन्दाखेरि अनि higher level aggregates from previously lower level aggregates बनाएको छ है। जस्तो फर इक्जाम्पल यसमा चाहिँ हाम्रो लेट्स से ओके म चाहिँ ल है यो डेटा मैले अलिकति एक्सटेन्ड गरे अझै धनगढी जनवरी फेब्रुअरी मार्च अप्रिल म डेटा चेन्ज गर्दैन अप्रिल त्यो पछाडिको डेटा त्यही राखिरहेको छु अहिले मैले अप्रिल 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 धनगढीको अप्रिल मार्च मार्च अप्रिल भइसक्यो अप्रिल मे हो मे जुन अप्रिल मे जुन अप्रिल मे जुन है ओके सिमिलरली दुईटा क्वार्टरको डेटा भयो मसँग है अरु पनि होला मैले अरु राखेन अरु डेटा पनि होला भन्ने सम्झनुस् सपोज यहाँबाट चाहिँ हामीले क्वार्टरली समरी निकाल्यौं हाम्रो suppose we want to compute quarterly summary for every city को लागि क्वार्टरली समरी हामीले निकाल्न खोजिरहेका छौं भने हाम्रो रिजल्ट कस्तो आउँछ है हेर्नुस् है त्यस्तो हो भने हाम्रो रिजल्ट कस्तो आउँछ त भन्दाखेरि लाइक दिस मैले क्वार्टरली समरी निकाले हैन अनि भने हाम्रो रिजल्ट चाहिँ धनगढीको लागि दुईटा डेटा होला धनगढी जनवरी फेब्रुअरी मार्च क्वार्टर 1 अनि सेल्स अमाउन्ट 60 plus 70 plus 50 1,80,000 धनगढी क्वार्टर 2 यहाँ छ धनगढी क्वार्टर 2 60 70 50 सेम डेटा छ म अलिकति चेन्ज गर्दै 80 16 भनेपछि 200,000 KTM क्वार्टर 1 को सेल्स अमाउन्ट म यो समरी निकालेको है हामीले यो चाहिँ हाम्रो एभ्री सिटी को लागि क्वार्टर वाइज समरी निकालिरा छौं हामीले हैन त्यहाँ पनि कुनै ग्रुप बाइ लगाएर हामीले समरी निकालिरा होला 120 plus 90 210 310
1000 बड़ी वर्क क्या KTM Q2 मा चाहिँ KTM को डेटा यहाँ छ ल यहाँ पनि मैले अलिकति चेन्ज गरिदिन्छु 100,000 110,000 भनेपछि 220 320 330 सिमिलरली पोखराको समरी आउने भयो Q1 को अनि Q1 को 879 240 पोखरा को Q2 को यति हो हाम्रो रिजल्ट भने पोखरा को Q2 यहाँ छ म अलिकति डेटा चेन्ज गरिदिन्छु यहाँ 70 70 80 220 जो चाहिँ मैले निकालेको समरी डेटा हो एभ्री सिटी को लागि हाम्रो क्वार्टर वाइज समरी हो नाउ सपोज यसपछि चाहिँ हामीलाई अनदर क्वेशन कस्तो छ भने सपोज वी वान्ट टु कम्प्युट सेल्फ समरी अफ एभ्री सिटी को क्वार्टर वाइज भनेको छैन सेल्फ समरी अफ एभ्री सिटी मात्रै भनेको छ भने नाउ इट इज गुड टु compute the summary from this result rather than this base table. यो base table बाट हैन कि यहाँबाट डाइरेक्टली समरी निकाल्यो भने फास्ट हुन्छ नि त अब मैले अब मेरो हाम्रो ओके यो छ भने अब धनगढीको टोटल त यहाँबाट निकालौं कि यहाँबाट निकालौं भ्यालु आउने त सेमै हो है जस्तो 180 प्लस 200 भनेपछि 380 नै हो आउने यताबाट नि निकाल्नुस् 380 नै हो आउने धनगढीको Q2 भन्ने हुँदैन अब हैन काठमाडौँ Q1 यो भन्ने नै हुँदैन यो कोलमै हुँदैन खासमा धनगढीको सेल्स अमाउन्ट त्यति हैन काठमाडौँको सेल्स अमाउन्ट चाहिँ अब हाम्रो कति होला त यहाँबाट सम गर्नुस् काठमाडौँको Q1 र Q2 600 640 त्यसपछि पोखराकोलाई गर्नुस् पोखराको चाहिँ हाम्रो क्वार्टरमा 240 224 60 240 220 460 यो समरी डेटा चाहिँ खासमा यो 460 data summary. We have to compute this summary from, it is good to compute this summary from this result rather than this base table because यहाँ त हामीले अलरेडी निकालिसकेका छौं नि त त्यो भएको हुनाले यहाँ डाइरेक्टली यहाँबाट निकाल्दा फास्ट हुन्छ त्यही भनेको अप्टिमाइजेसन टेक्निक टुलले it is efficient to compute higher level aggregates from previously computed lower level aggregates. City-wise summary is higher level aggregate compared to city-wise summary for every month. हैन ancestor simply भन्नु पर्दाखेरि we can compute as ancestor from descendant बाट ancestor compute गर्न सकिन्छ descendant भनेको डिटेल लेभलको समरी हो हाम्रो ancestor भनेको चाहिँ अझै त्यो भन्दा पनि हायर लेभलको समरी हो हैन त्यो त्यस्तो चाहिँ गर्न सकिन्छ
फास्ट पनि हुन्छ हैन। अब इन्टरमिडिएट क्यास्ट रिजल्टहरु छ भने कुनै त्यो पनि गर्न सकिन्छ। डेफिनेटली क्यास्ट रिजल्ट भयो भनेपछि चाहिँ त्यसको फाइदा भनेको मैले पहिला भने जस्तै हो हैन। कुनै इन्टरमिडिएट रिजल्टहरुबाट काम गर्न सक्ने अवस्था छ भने सिस्टमले त्यो पनि हेर्नुपर्छ, बिकज त्यसमा चाहिँ डिस्क आइओ हुँदैन। डिस्क आइओ भएन भने फास्ट हुन्छ। ओके, ऑप्टिमाइजेशन टेक्निक 3। One minute. Okay. When there exist multiple child cuboids, it is usually more efficient to compute the desired parent cuboid from the smallest previously computed child cuboid. For example, to compute the cells cuboid C branch, when there exist two previously computed cuboids, C branch comma here and C branch comma item, it is obviously more efficient to compute C branch from the former than from the later if there are many more distinct items than the distinct years. Okay, यो भनेको के हो भने हाम्रो यो भन्दा जस्ट अगाडिको सँगै रिलेटेड छ हैन। अब कुरा चाहिँ त्यही नै हो यहाँ पनि हैन, तर अलिकति लिटल बिट डिफरेन्ट छ अगाडिको भन्दा। अघि पनि हामीले के भनेका थियौं, डिटेल्ड लेभलको लोअर लेभलको समरीबाट हायर लेभलको समरी कम्प्युट गर्न बेटर हुन्छ rather than computing the summary directly from the base table भनेको थियौं। कुरा चाहिँ यहाँ पनि त्यही नै हो, बट यहाँ चाहिँ त्यति मात्र फरक मात्रै के गर्यो भने when there exist multiple lower level summaries हैन, it is good to compute the higher level summary from smallest lower level summary. मल्टिपल क्युबोइड भनेको त्यही नै हो हैन। मल्टिपल चाइल्ड क्युबोइड भन्दाखेरि चाइल्ड भनेको छ, चाइल्ड प्यारेन्ट भनेको छ, त्यति मात्रै कुरा हो, पहिलाको भन्दा डिफरेन्ट चाहिँ हैन। जस्तो हाम्रो ब्रान्चको टर्ममा मैले समरी निकाल्दै छु। अब यसको दुईटा चाइल्ड छन्। एउटा मैले ब्रान्चको इयरली समरी पहिला क्याल्कुलेट गरिसकेको छु यो भन्दा पहिला। अर्को चाहिँ ब्रान्चको आइटम वाइज समरी मैले क्याल्कुलेट गरिसकेको छु यो भन्दा पहिला। यो दुईटै क्याल्कुलेट भइसकेका छन्। ब्रान्चको इयर वाइज समरी पनि क्याल्कुलेट भइसकेको छ, ब्रान्चको आइटम वाइज समरी पनि क्याल्कुलेट भइसकेको छ। नाउ वी वान्ट टु कम्प्युट ब्रान्च वाइज समरी। नाउ दुईटैबाट कम्प्युट गर्न सकिन्छ। ब्रान्च वाइज समरी यहाँबाट क्याल्कुलेट गर्न पनि सकिन्छ, यहाँबाट क्याल्कुलेट गर्न पनि सकिन्छ। इयर वाइज समरी, ब्रान्चको इयर वाइज समरी, एभ्री ब्रान्चको इयर वाइज समरीबाट पनि क्याल्कुलेट गर्न सकिन्छ, एभ्री ब्रान्चको
आइटम वाइज समरीबाट पनि क्याल्कुलेट गर्न सकिन्छ। बट अब यसमा नम्बर अफ इयर्स धेरै छन् कि नम्बर अफ आइटम्स धेरै छन् हामीले हेर्नु पर्यो। नम्बर अफ ब्रान्च त सेमै हो हैन। नम्बर अफ इयर धेरै छन् भने यो चाइल्ड चाहिँ सानो हुने भयो हैन। नम्बर अफ आइटम थोरै छन् भने नम्बर अफ आइटम धेरै छन् भने यो चाइल्ड सानो हुने भयो। जुन चाइल्ड सानो छ त्यहाँबाट चाहिँ प्यारेन्ट क्याल्कुलेट गर्ने क्या, त्यही भने। किनभने त्यहाँ चाहिँ अलिकति अझै थोरै कम्प्युटेसन गरे पुग्छ नि त। नम्बर अफ इयर्स थोरै छन् भने जस्तो मेरो 10 इयर्सको मात्रै डेटा छ हैन। यहाँ चाहिँ हाम्रो अनि 50 वटा आइटम छन् भनेपछि एभ्री ब्रान्चको कति 10 वटा इयरको डेटा मसँग छ भने एभ्री ब्रान्चको 10 वटा समरी हुन्छ हाम्रो एभ्री ब्रान्चको लागि। यहाँ चाहिँ हाम्रो 50 वटा आइटम छन् भने एभ्री ब्रान्चको 50 वटा समरीहरू हुन्छन् भनेपछि त मैले चाहिँ ब्रान्च वाइज समरी यहाँबाट क्याल्कुलेट गरे भने 10 वटा मात्रै एडिसन गरे पुग्यो नि त। यहाँ चाहिँ 50 वटा एडिसन गर्नुपर्ने भयो। सपोज मसँग लास्ट 100 इयरको समरी छ, मसँग आइटम चाहिँ 20 वटा मात्रै छन् भने एभ्री ब्रान्चको लागि 100 वटा समरी हुने भयो। यहाँ चाहिँ एभ्री ब्रान्चको लागि 20 वटा समरी मात्रै हुने भयो। मैले ब्रान्च वाइज समरी निकाल्दाखेरि यहाँबाट क्याल्कुलेट गर्यो भने फास्ट हुने भयो। कुरा त्यो हो। यहाँ चाहिँ कुरा अघिको जस्तै हो हैन, तर अलिकति हामीले चाहिँ मल्टिपल चाइल्ड भएको केसमा के गर्ने भन्ने कुरा मात्रै। It is obviously more efficient to compute C branch from the former than from the later if there are many more distinct items than the distinct years. Number of items धेरै छन् number of years भन्दा भने त्यो केसमा it is good to compute C branch from C branch comma year. ओके, बुझ्यो होला हैन, खासै केही छैन। Optimization technique 4. The a priori pruning method can be explored to compute iceberg cubes efficiently. यो iceberg cube को लागि मात्रै स्पेसिफिक छ यो चाहिँ यो टेक्निक चाहिँ। Sometimes we can use a priori property. A priori property को use गर्यौं भने फास्ट हुन्छ। What is this a priori property भन्दाखेरि the a priori property in the context of data cubes states as follows: if a given cell does not satisfy minimum support, then no descendant of the cell will satisfy minimum support. Either किन लेख्नु परेन। This property can be used to substantially reduce the computation of iceberg cubes. जस्तो यसले भन्न खोजा कि कुनै प्यारेन्टले नै मिनिमम सपोर्ट गर्दैन, स्याटिस्फाई गर्दैन भने त्यसको चाइल्ड अरु डिसेन्डेन्टहरुले मिनिमम सपोर्ट स्याटिस्फाई गर्ने चान्स नै हुँदैन। Therefore, once the parent does not, once a node does not satisfy the minimum support, then forget about its descendant. Descendantहरुलाई कम्प्युट गर्ने छोड्दैन। मिनिमम सपोर्ट स्याटिस्फाई गर्छ कि गर्दैन भनेर हेरिराख्नै परेन। जस्तो लाइक मैले हिजो आइसबर्ग को एउटा एक्जाम्पल पनि दिएको थिएँ हैन। आइसबर्ग क्यूब को लाइक मैले यस्तो टाइपको एक्जाम्पल दिएको थिएँ। सिलेक्ट लेट्स से some cells amount from कुनै टेबल होला, ग्रुप
ब्रान्च लेट्स से ग्रुप बाई हामीले के गरेका थियौँ भनेपछि हिजो ग्रुप बाई सिटी नै भनिदिन्छु ल अहिले भनेपछि ग्रुप बाई सिटी गर्ने हो भने यहाँ सिटी पनि हुनुपर्छ हाम्रो ह्याभिङ सम sales amount greater than suppose any threshold value, right? Certain value, let's say 500,000. यस्तो टाइपको आइसबक क्यूब यसरी नै कम्प्युट गर्ने हो भनेको थियौँ हामीले केही न केही कन्डिसन हुन्छ स्पेसिफाई गरेको त्यो कन्डिसनले चाहिँ एभ्री क्यूब कम्प्युट गर्दैन एभ्री सेललाई एभ्री समरी क्याल्कुलेट गर्दैन ओन्ली द पार्शियल्ली सर्टेन समरीहरू अलिकति समरीहरू मात्रै अलिक थोरै समरीहरू मात्रै जेनेरेट हुन्छन् भनेको थियौँ न मैले सिटी वाइज समरी निकाल्दाखेरि कुनै सिटीले सपोज एकछिनको लागि चाहिँ कुनै पनि सिटीले यो यो क्राइटेरिया सेटिस्फाई गर्दैन भने न अब हाम्रो एभ्री सिटीको अब योभन्दा डिटेल लेभल समरी क्या यसको प्यारेन्ट भनेको यो चाहिँ हाम्रो सिटी वाइज समरी हो सिटीको क्वार्टर वाइज समरी हैन सिटीको एनुअल समरी हैन एभ्री सिटीको यस्तो निकाल्नु अब त्यहाँ ट्राई गर्न नै बेकार छ क्या त्यो अब जस्तो यो त मैले यहाँनिर यसले कन्डिसन सेटिस्फाई गर्न सकेन हैन कुनै सिटीको लागि भने त्यो सिटीको लागि चाहिँ मैले अब त्यो सिटीको एनुअल स्यालेरी त्यो सिटीको हाम्रो मन्थली स्यालेरी कुनै पनि टाइम र त्यो अरू त्यो सिटीको फर्दर कुनै पनि चाइल्ड ट्राई गर्न नेसेसरी छैन किनभने यसले नै सेटिस्फाई गरेन मिनिमम सपोर्टको क्राइटेरिया भने यसको चाइल्डले सेटिस्फाई गर्ने चान्स नै हुँदैन त्यो भएको हुनाले त्यो कम्प्युट गर्नै छोडिदिनुहोस् सेटिस्फाई गर्छ कि गर्दैन भनेर हेर्नै छोडिदिनुहोस् भन्छ टाइम त बच्यो नि त हाम्रो टाइम त सेभ भयो नि त कम्प्युटै नगरे कम्प्युट गरेर सेटिस्फाई क्राइटेरिया सेटिस्फाई हुन्छ कि हुँदैन भनेर टेस्ट गर्नुभन्दा कम्प्युटै नगरिदिएपछि त अनि टाइम सेभिङ भयो नि त ओके दिज आर द strategies for efficient cube computation. Now, last topic is second last topic attribute oriented induction for data cube data characterization. यो खासमा यो टेक्निक त्यति युज त हुँदैन हैन तर छन चाहिँ छ हाम्रो सिलेबसमा तर एकछिन यसको कन्सेप्ट के हो त्यो चाहिँ हेर्नु पर्यो त्यो जस्ट कन्सेप्ट यो युज एज वेलले चाहिँ यो पुरानो टेक्निक हो क्या द एट्रिब्युट ओरिएन्टेड इन्डक्सन AOI approach to concept description is alternative of the data cube approach. Data cube approach जुन हामीले पढ्यौं अहिलेसम्म त्यसको अल्टरनेट चाहिँ हाम्रो एट्रिब्युट ओरिएन्टेड इन्डक्सन हो Generally, the data cube approach performs offline aggregation before an OLAP or data mining query is submitted for processing. हामीले त्यही डेटा क्यूबमा त्यही भनेन प्री कम्प्युट गरेर समरीहरु राख्ने भन्ने कुरा गरेको थियौ हैन we have to pre compute the aggregates अब सकेसम्म सबै गर्न सकिदैन भने पनि पार्शियल मेटेरियलाइजेसन गर्ने सर्टेन क्यूब्सहरुलाई अलरेडी प्री कम्प्युट गरेर राख्दिने अनि त्यसपछि एग्रिगेट्स परफर्म अफलाइन भने त्यही हो जति बेला क्वेरी सबमिट हो त्यति बेला एग्रिगेसन गर्दैन कि क्वेरी सबमिट हुनु भन्दा पहिला नै एग्रिगेसन गरेर राखिसकेका हुन्छ डेटा क्यूब टेक्निकमा हाम्रो on the other hand attribute oriented induction approach is basically a query oriented and performs online data analysis अहिले क्वेरी सबमिट गर्ने बेला मात्रै एग्रिगेट्सहरु निकाल्न थाल्छ त्यही बेला अन द फ्लाइ हुन्छ यहाँ चाहिँ सबै अफलाइन को कुरै हुँदैन केही पनि अनलाइनै गर्ने हो अहिले सबै दैट मीन्स
when the query is submitted at that time, aggregates are computed. The general idea of attribute-oriented induction is to first collect the task-relevant data using database query and then perform generalization based on the examination of number of distinct value of each attribute in the relevant set of data. Data collection त गर्नै पर्यो, त्यसपछि बल्ल generalization गर्ने. Generalization गर्ने भने यहाँ पनि summary नै निकाल्ने हो. The generalization is performed by either attribute removal or attribute generalization. दुईटा टेक्निक छन् हाम्रो generalization गर्ने. एउटा attribute removal, अर्को चाहिँ attribute generalization. The following example illustrates the process of attribute induction भनेको छ हैन. यसमा चाहिँ हाम्रो एउटा example दिएको छ. यसमा चाहिँ हामीले बिग युनिभर्सिटी भन्ने डेटाबेस छ हैन. बिग युनिभर्सिटी डीबी भनौं न. यसमा चाहिँ हामीले ग्रेजुएट स्टुडेन्ट्सहरुको डेटा माइनिङ गर्दै छौं. अब त्यो डेटाबेसमा चाहिँ नेम होला. यो क्वेशनमा पनि भनेको छ त्यो कुरा. नेम, जेन्डर, मेजर, बर्थ प्लेस, बर्थ डेट, रेजिडेन्स, फोन नम्बर, जीपीए यसको बेसिसमा हामीले माइनिङ गर्दै छौं. फ्रम स्टुडेन्ट भनेको टेबलको नेम होला. वेयर स्ट्याटस इन ग्रेजुएट, अनि ग्रेजुएट लेभलमा पढ्ने स्टुडेन्टहरुको मात्रै स्टुडेन्ट, किनभने अब यसमा हाम्रो स्टुडेन्ट टेबलमा त अरु लेभलको स्टुडेन्टहरुको पनि डेटा हुन सक्छ नि त. त्यो भएर स्ट्याटस इन ग्रेजुएट भन्ने यो डीएमक्यूएल मा लेखेको सिन्ट्याक्स हो हाम्रो. यो चाहिँ सिम्पल हैन. अब यसमा चाहिँ कसरी काम हुन्छ भन्ने कुरा चाहिँ यहाँ देखाइरहेछ हाम्रो. फर्स्ट अफ अल त the data mining query presented above is transformed into the following relational query for the collection of task relevant set of data. यो data mining query हो यो चाहिँ. First of all, this data mining query is converted into the equivalent SQL query. Equivalent SQL query. Use big university DB, select name त्यहाँ भकै हो, GPA from student, where status in. अब हाम्रो टेबलमा चाहिँ स्ट्याटस इन ग्रेजुएट भन्ने टेबलमा चाहिँ अब हाम्रो एमएससी, एमए, एमबीए, पीएचडी यस्तो छ भने दिज आर ग्रेजुएट लेभल्स हैन. सबै ग्रेजुएट लेभल हो. एमएससी, एमए, एमबीए, पीएचडी अरु पनि छन् भने अरु पनि. भनेपछि मैले ग्रेजुएट लेभलको जे कुराहरु लेखा छ त्यो सबै यहाँ राख्दै. अब चाहिँ यो बल्ल इक्विभ्यालेन्ट एसक्यूएल क्वेरी हो. अब टेबल पनि हेर्नु पर्छ हामीले हैन. टेबल हेरेपछि बल्ल थाहा हुन्छ. तर मैले भने नि अगेन हामीले यहाँ डीएमक्यूएल डिटेलमा पढ्दैनौ. दैट्स व्हाई मैले जस्ट प्रोसेस मात्रै देखाइरा हो. नाउ यो क्वेरी रन भएपछि सबै डेटा आउँछ. हामीलाई चाहिने जति सबै डेटा आउँछ, रिट्रिभ हुन्छ. द रिजल्ट अफ एबभ क्वेरी इज कॉल्ड द इनिशियल वर्किङ रिलेसन अल टास्क relevant relation. यसको रिजल्ट चाहिँ आउँछ त्यो चाहिँ हाम्रो इनिशियल. त्यसबाट माइनिङ गर्ने हो क्या हामीले. त्यसलाई चाहिँ हामीले इनिशियल वर्किङ रिलेसन भन्छौँ. नाउ द डेटा आर रेडी फर एट्रिब्युट ओरिएन्टेड इन्डक्सन. अब यो डेटामा हामीले एट्रिब्युट ओरिएन्टेड इन्डक्सन गर्ने यो डेटामा हो जुन डेटा आयो. अब एट्रिब्युट ओरिएन्टेड इन्डक्सन गर्ने चाहिँ दुईटा टेक्निक छ भनेको थियौ हामीले. एउटा एट्रिब्युट रिमुभल, अर्को चाहिँ एट्रिब्युट जेनरलाइजेसन. एट्रिब्युट रिमुभल इज बेस्ड on the following rule. If there is large set of distinct values for an attribute, rule number 1 हो यो चाहिँ. If there is large set of distinct values for an attribute of the initial working relation, but there is no generalization operator on the attribute, that is there is no concept hierarchy defined for the attribute, then remove the attribute. कुनै पनि एट्रिब्युट को लार्ज नम्बर अफ डिस्टिंक्ट भ्यालुज छन् र त्यो एट्रिब्युट को चाहिँ कन्सेप्ट हायरार्की चाहिँ डिफाइन भएको छैन. जुनसुकै पनि एट्रिब्युट हुन सक्छ त्यो यिनीहरु मध्येको. लेट्स से मेबी हुन सक्छ, बर्थ डेटै हुन सक्छ. बर्थ डेट को हाम्रो लार्ज नम्बर अफ डिस्टिंक्ट भ्यालु छन् हैन. अनि त्यसमा यसको यो बर्थ डेट को लागि कन्सेप्ट हायरार्की हाम्रो
डिफाइन भएको छैन भने त्यो त्यसलाई त्यो एट्रिब्युटलाई रिमुभ गर्दैन remove the attribute because it cannot be generalized अब कन्सेप्ट हायरार्की डिफाइन गरेको भए हामीले बर्थ डेटबाट इयर जान सक्थ्यौं होला हैन इयरबाट मेबी हुन सक्छ डिकेडमा जान सक्थ्यौं होला हैन त्योभन्दा हायर लेभलमा हामीले जेनरलाइज गर्दै जान सक्थ्यौं होला अब यसको लागि चाहिँ हाम्रो नम्बर अफ डिस्टिंक्ट भ्यालु धेरै छन् बट हाम्रो कन्सेप्ट हायरार्की चाहिँ डिफाइन भएको छैन भने this attribute cannot be generalized. Therefore, it is good to remove this attribute for the generalization of the data. अब यहाँ त जस्तो मैले हाम्रो यहाँ 1902 मात्रै भयो 1902 त धेरैको होला नि त डेट पो सबैको नमिल्ला त 1902 मा त धेरै होला नि हैन जस्तो मैले 1980 1990 1995 भन्यो भने धेरै होला 1995 बर्थडे भएको त धेरै हुन्छ नि बर्थ इयर त्यो भएको त जेनरलाइज गर्न पाइन्थ्यो नि त त्यसरी अब तर बट कन्सेप्ट हायरार्की नै डिफाइन भएको छैन भने त्यो गर्न पाइएन इन सच केस इट इज गुड टु रिमुभ द एट्रिब्युट if there is a large set of distinct values for an attribute of the initial working relation but its higher level concepts are expressed in terms of other attributes, then attributes should be removed from the working relation. Then remove the attribute दुईचोटी आयो ओके यो चाहिँ के भनेको हो भन्दाखेरि लेट्स से अब एउटै एट्रिब्युटको कन्सेप्ट हायरार्कीको कुरा छैन स्ट्रीट भन्ने एट्रिब्युट पनि छ सिटी भन्ने एट्रिब्युट पनि छ कन्ट्री भन्ने एट्रिब्युट पनि छ हैन भनेपछि यसले चाहिँ के भन्छ भन्दाखेरि स्ट्रीट सिटी इज द हायर लेभल कन्सेप्ट अफ स्ट्रीट को हायर लेभल कन्सेप्ट चाहिँ सिटी हो नि त सिटी को हायर लेभल कन्सेप्ट त के हो कन्ट्री हो नि त प्रोभिन्स हो नि त प्रोभिन्स को अझै त्यो भन्दा हायर लेभल के होला कन्ट्री होला भनेपछि यहाँ चाहिँ हाम्रो जेनरलाइज गर्दै जाँदाखेरि सुरुमा स्ट्रीट हटाइदिने सिटी वाइज मात्रै हेर्ने मेबी हुन सक्छ त्यो भन्दा पनि हायर लेभल चाहियो भने सिटी हटाइदिने अर्को एट्रिब्युट छ नि त हाम्रो टेबलमा प्रोभिन्स अझ हायर लेभलको समरी निस्किन्छ त्योभन्दा पनि हायर लेभल चाहियो भने प्रोभिन्स पनि हटाइदिने कन्ट्री आउला छ तर यहाँ चाहिँ फेरि कुरा फरक हो है यहाँ चाहिँ एउटै एट्रिब्युटको कन्सेप्ट हायरार्की डिफाइन भएको छ भन्ने हिसाब होइन यहाँ चाहिँ मल्टिपल एट्रिब्युट छन् हाम्रो टेबलमा कोलुमै छन् स्ट्रीटको कोलुम छ सिटीको कोलुम छ अनि हाम्रो प्रोभिन्सको कोलुम छ कन्ट्रीको कोलुम छ भने लोअर लेभल एट्रिब्युटलाई हामी हायर हटाउन सक्छौँ हायर लेभल एट्रिब्युट राखेर एट्रिब्युट रिमुभल र एट्रिब्युट जेनरलाइजेसन दुईटा कुरा थियो हाम्रो एट्रिब्युट जेनरलाइजेसन इज बेस्ड on the following rule. If there is large set of distinct values for an attribute in the initial working relation, then there exists a set of generalization operator on the attribute and there exists a set of generalization operator. Then generalization operator should be selected and applied to the attribute. The generalization operator भनेको concept hierarchy हो के खासमा जेनरलाइजेसन अपरेटर भनेको कन्सेप्ट हायरार्की हो अब कन्सेप्ट हायरार्की छ भने चाहिँ देयर एक्जिस्ट जनरलाइजेसन अपरेटर भन्नुको मिनिङ इफ देयर इज अ कन्सेप्ट हायरार्की देन वी हैव टु अप्लाई द कन्सेप्ट हायरार्की फर द जनरलाइजेसन सिम्पल यो हामीले गरिराखेको कुरा हो जस्तो हामीले के गर्थ्यौं लेट्स से टाइम लोकेसन भन्ने एट्रिब्युट छ अनि त्यसमा चाहिँ कन्सेप्ट हायरार्की स्ट्रीट सिटी अघिकै एक्जाम्पल छ भने अब हाम्रो स्ट्रीटबाट सिटी सिटीबाट प्रोभिन्स प्रोभिन्सबाट कन्ट्री हुँदै जान्छौं हामीले जेनरलाइजेसन कन्सेप्ट हायरार्कीमा क्लाइम्ब अप गर्दै जान्छौं यहाँ चाहिँ फेरि एउटै एट्रिब्युटको कन्सेप्ट हायरार्की हो है जुनसुकै पनि एट्रिब्युटमा त्यही हो सपोज बर्थ डेट छ बर्थ डेटको हाम्रो कन्सेप्ट हायरार्की डिफाइन भएको छ
बर्थ डेटबाट इयर, इयरबाट डिकेड यसरी डिफाइन भएको छ भने हामीले बर्थ डेटबाट इयरमा क्लाइम्ब अप गर्ने, इयरबाट डिकेडमा क्लाइम्ब अप गर्ने जेनरलाइजेसन गर्नको लागि। नम्बर अफ भ्यालुज त घट्दै जान्छन् नि त, हैन? अनि त्यस्तो टेक्निक युज गर्ने भन्छ यो एट्रिब्युट ओरिएन्टेड एट्रिब्युट जेनरलाइजेसन भन्छ। सिम्पल कन्सेप्ट हायरार्की डिफाइन छ भने त्यसमा चाहिँ क्लाइम्ब अप गर्दै जाने भनेको जेनरलाइजेसन अपरेटर युज गर्ने भनेको। ओके, लास्ट टपिक अफ दिस च्याप्टर इज माइनिङ क्लास कम्प्यारिजन, डिस्क्रिमिनेटिङ बिट्विन डिफरेन्ट क्लासेस। यो यसको जेनरल कन्सेप्ट हाम्रो युनिट 1 मा पनि आएको थियो। हाम्रो क्यारेक्टराइजेसन पढ्दाखेरि क्यारेक्टराइजेसन एन्ड डिस्क्रिमिनेसन भन्ने हाम्रो एउटा पढाएको थियौँ हामीले डेटा माइनिङ फङ्सनालिटिजमा। वान अफ द डेटा माइनिङ फङ्सनालिटी इज क्यारेक्टराइजेसन एन्ड डिस्क्रिमिनेसन भन्ने थियो। त्यसमा चाहिँ हामीले क्यारेक्टराइजेसन र डिस्क्रिमिनेसनलाई डिफाइन पनि गरेका छौँ along with example अलमोस्ट त्यही कुरा छ यहाँ पनि, धेरै नयाँ केही पनि छैन यहाँ पनि। In many applications, user may not be interested in having a single class described or characterized, but rather would prefer to mine description that compares or distinguishes one classes from other comparable classes. Characterization भनेको हामीले के भनेर डिफाइन गरेका थियौँ पहिला? कुनै पनि क्लासलाई डिस्क्राइब गर्नु भनेको characterization. Characterization is the data mining functionality that gives description of class. Class को description दिन्छ त्यो characterization. Discrimination भने पनि त्यही नै हो। Discrimination भने characterization के अलिकति एडभान्स फर्म हुन्छ। Characterization मा हामीले सिंगल क्लासलाई क्यारेक्टर डिस्क्राइब गर्छौं भने discrimination मा चाहिँ हामीले दुईटा क्लास हुन्छन् हामीसँग, एउटा टार्गेट क्लास अर्को कन्ट्रास्टिङ क्लास भन्छौं। दुईटैलाई डिस्क्राइब गर्ने हो क्या यहाँ, दुईटैलाई कम्प्यारिजन पनि हुने भयो नि त त्यहाँ। टार्गेट क्लास र कन्ट्रास्ट क्लास दुईटैको डिस्क्रिप्सन क्यारेक्टराइजेसन दुईटैको गर्ने हो, दुईटैलाई कम्पेयर गर्नको लागि क्या यहाँ। Class discrimination or comparison means descriptions that distinguish a target class from its contrasting class. दुईटाको बीचमा डिफरेन्स हेर्नु पर्यो भने हामीले यस्तो गर्ने हो, कम्प्यारिजन गर्छौं खासमा। The target and contrasting class must be comparable in the sense that they share similar dimensions and attributes. Definitely comparison गर्दै छौं भने comparable त हुनै पर्यो नि त, हैन? अब totally different लाई हामीले compare गरेर त भएन। For example, the three classes person, address and item are not comparable. However, the cells in the last 3 years are comparable classes, and so are computer science student versus physics students. अब यसमा चाहिँ हाम्रो 3 years last 3 years को cells लाई comparison गर्नु पर्यो। जस्तो cells of 2019, cells of 2020, cells of 2021. तीनटा क्लास छन् यहाँ। तीनटै क्लासलाई क्यारेक्टराइज गर्ने हो क्या यहाँ, अरु केही पनि हैन। 2009 cells of 2019 लाई पनि क्यारेक्टराइज गर्ने हो, दैट मीन्स डिस्क्राइब गर्ने हो, त्यसको डिस्क्रिप्सन प्रोड्युस गर्ने हो। cells of 2020 को पनि डिस्क्रिप्सन प्रोड्युस गर्ने हो, cells of 2021 को पनि अनि डिस्क्रिप्सन प्रोड्युस गर्ने। अब मलाई 2021 को हाम्रो हेर्ने टार्गेट हुन सक्छ भने target class is cells of 2021, contrasting classes are cells of 2020 and cells of 2019. Similarly, computer science students versus physics students are also comparable classes. तिनीहरुलाई पनि हामीले स्टुडेन्ट डेटाबेसमा कम्प्यारिजन गर्न सक्छौं। ओके, यसमा खासै नयाँ वाट जस्ट के हो भन्ने कुरा छ। यस्तै कुरा चाहिँ हाम्रो युनिट 1 मा पनि आइसकेको छ। युनिट 1 हो कि 2 हो,
डेटा माइनिङ फङ्सनालिटिजमा आइसकेको छ। हाउ इज क्लास कम्पेरिजन परफर्म? यो प्रोसेस छ, यो झन् फेरि यो जस्ट प्रोसेस 4वटा स्टेपको 4वटा स्टेपको प्रोसेस छ के गर्ने भनेर त्यही कुरा यहाँ डिस्क्राइब गरिदिएको छ। डेटा कलेक्सन, डेफिनेटली डेटा कलेक्सन त गर्नै पर्यो हैन। Relevant data in the database is collected by query processing and is partitioned respectively into target class and one or a set of contrasting classes. Target class को data पनि collect गर्नु पर्यो, contrasting classes को data पनि collect गर्नु पर्यो. Dimension relevance analysis. If there are many dimensions, then dimension relevance analysis should be performed on these classes to select only the highly relevant dimensions for further analysis. त्यो त गर्नु परिहाल्छ। irrelevant एट्रिब्युटहरु रहेछन् हाम्रो डेटामा भने त्यसले चाहिँ झन् डिस्क्रिप्सन राम्रो ल्याउनुको सट्टा भएको डिस्क्रिप्सनलाई पनि बिगार्छ। द्याट्स व्हाई रेलेभेन्स एनालिसिस गर्नै पर्छ। रेलेभेन्स एनालिसिस गर्ने भनेको हामीले कोरिलेसन क्याल्कुलेट गर्ने हो। कोरिलेसन छ भने त्यो एट्रिब्युटलाई राख्ने हो, नत्र नराख्ने हो। Synchronous generalization. Generalization is performed on the target class and contrasting classes to the level controlled by a user or expert specified dimension threshold. अब मैले generalization गर्दै छु भने अब दुईटै टार्गेट क्लास र कन्ट्रास्टिङ क्लासेसमा सिन्क्रोनस हुनु पर्यो क्या, त्यो एउटै लेभल सम्म जानु पर्यो क्या। फेरि जेनरलाइजेसन चाहिँ गरिराछौं, टार्गेट क्लासमा एउटा लेभल सम्म जेनरलाइज गर्यौं अनि कन्ट्रास्टिङ क्लासमा त्यो लेभल भन्दा तलमाथि जेनरलाइजेसन गर्नु भएन। जस्तो फर इक्जाम्पल जेनरलाइजेसन गर्ने भनेको मैले चाहिँ डेटाबाट ब्रान्च वाइज डेटा ब्रान्च वाइज समरी निकालेको छु भने टार्गेट क्लासमा पनि ब्रान्च वाइज समरी हुनु पर्यो, कन्ट्रास्टिङ क्लासेसमा पनि ब्रान्च वाइज समरी हुनु पर्यो हैन। दुईटैमा सेम लेभल सम्मको सिन्क्रोनस जेनरलाइजेसन हुनु पर्यो नि। अब त्यो थ्रेशोल्ड यताउता डिफाइन गर्ने काम त अब युजरले अर एक्सपर्टले डिफाइन गर्न सक्छ। जुन पनि हामीले गर्दाखेरि त्यो दुईटैमा सेम हुनु पर्यो, दुईटै क्लासेस। Presentation of the derived comparison. The resulting class comparison description can be visualized in the form of tables, graphs, rules. This presentation usually includes contrasting measures such as count percentage. User can adjust the comparison description by applying drill down, roll up, and other OLAP operations to the target and contrasting classes as desired. The visualization कुरा हो। टेबलमा ग्राफमा रुल्समा हामीले भिजुअलाइज गर्नुपर्ने हुन सक्छ। अब कन्ट्रास्टिङ मेजरहरु चाहिँ हुन सक्छ। फर एक्जाम्पल काउन्ट पर्सेन्टेज एउटा कन्ट्रास्टिङ मेजर, त्यो दैट इज जस्ट एन एक्जाम्पल हैन। यो जस्तो हाम्रो अब स्टुडेन्ट फिजिक्स स्टुडेन्ट भर्सेस कम्प्युटर साइन्स स्टुडेन्टमा हामीले कम्प्यारिजन गर्दाखेरि चाहिँ अब काउन्ट पर्सेन्टेज कुनै एउटा टर्ममा लेट्स से डिस्टिंक्सन ल्याउने स्टुडेन्टहरुको काउन्ट पर्सेन्टेज दुईटैको लागि हामीले एउटा कन्ट्रास्टिङ मेजर हुन सक्छ हैन। त्यस्तो केही न केही राख्न सक्छौं हामीले कन्ट्रास्टिङ मेजरहरु। यसमा बिसाइड्स अब त्यसमा चाहिँ अब हाम्रो जुन कम्प्यारिजन गरिराछौं भनेपछि डिफरेन्ट ओल्याप अपरेशन्सहरु थ्रु युजर चाहिँ ड्रिल डाउन रोल अप हुन सक्ने फेसिलिटीहरु पनि भयो भने राम्रो हैन। कम्प्यारिजन गर्दाखेरि अझै डिटेल लेभलको कम्प्यारिजन, अझै हायर लेभलको कम्प्यारिजन गर्न सक्ने फेसिलिटी इन्टरेक्टिभली भयो भने राम्रो हुने भयो। ओके, जस्ट थ्योरेटिकल हैन, कन्सेप्ट धेरै छन्। ओके, अलोङ विथ हाम्रो यो गफगाफको कुरा लगभग सक्यो। नाउ we are entering into the real data mining. अब हाम्रो एसोसिएसन रुल माइनिङ को च्याप्टर सुरु हुन्छ। और मेबी पहिला क्लस्टरिङ पढ्न पनि सक्छौं हामीले है। क्लस्टरिङ अलिकति इजी हुन्छ पहिला क्लस्टरिङ पढ्यो भने, त्यसपछि एसोसिएसन रुल माइनिङ तिर क्लस्टरिङ क्लासिफिकेसन अनि एसोसिएसन रुल माइनिङ तिर जाँदा पनि हुन्छ होला हैन। जस अब चाहिँ हामीले
एल्गोरिदम पढ्न थाल्छौँ नेक्स्ट क्लासबाट चाहिँ।